कार्यक्रमलाई आगामी भोटका लागि यहाँ संसदमा अनुमति चाहन्छु। कुनै पनि समारोहमा सभापतिको आवश्यकता पर्ने भएको हुँदा हाम्रो सङ्घका साथीहरूले खानाबाट सम्मान गरिदिनु पनि म अनुरोध गर्दछु। त्यसै गरी अब रजत महोत्सव समारोहको प्रमुख अतिथिको रूपमा सहकारी अभियन्ता एवं राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष आदरणीय श्री मित्रराज दवाडीज्यूलाई प्रमुख अतिथिको आसन गर्नुको लागि विनम्रपूर्वक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा भरतपुर महानगरपालिकाका प्रमुख रेणुकाज्यूलाई अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथि जिल्ला समन्वय समितिका संयोजक कृष्ण गल्लाज्यू, विशिष्ट अतिथि नेप्चुन वरिष्ठ उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालज्यू, नेप्चुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालज्यू, विशिष्ट अतिथि नेप्चुन उपाध्यक्ष एवं यस सङ्घका सभागार श्री शान्ति अधिकारीज्यू, विशिष्ट अतिथि नेप्चुन लेखा सुन्वेषण समितिका संयोजक यस सङ्घका पूर्व अध्यक्ष एवं सभागार श्री नवराज सापकोटाज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीज्यू, विशिष्ट अतिथि प्रभारी उपनिरीक्षकज्यू, विशिष्ट अतिथि नगर प्रमुख रत्नगर नगरपालिका नारायण बनज्यू, विशिष्ट अतिथि नगर प्रमुख खैरेनी नगरपालिका लालमणि चौधरीज्यू, विशिष्ट अतिथि नगर प्रमुख राप्ती नगरपालिका पर्वा बरालज्यू, विशिष्ट अतिथि नगर प्रमुख कालिका नगरपालिका फुलनारायण श्रेष्ठज्यू, विशिष्ट अतिथि नगर प्रमुख नारी नगरपालिका ठाकुर प्रसाद ढकालज्यू, विशिष्ट अतिथि अध्यक्ष कारणा गाउँपालिका गीता गुरुङज्यू, विशिष्ट अतिथि भूमि व्यवस्था सहकारी विभाग गरिबी निवारण मन्त्रालय वैश्राम नारायण प्रसाद ज्यावलीज्यू, विशिष्ट अतिथि बागमती प्रदेश सहकारी सङ्घका आदरणीय अध्यक्ष रामचरण घिमिरेज्यू, विशिष्ट अतिथि प्रदेश बचत सङ्घका कोषाध्यक्ष कापर बहादुर श्रेष्ठज्यू, अतिथिज्यूहरू अतिथि कोषाध्यक्ष बागमती प्रदेश सहकारी सङ्घ सीताराम भट्टराईज्यू, अतिथि सञ्चालक सदस्य बागमती प्रदेश बचत सङ्घका श्री केन्द्रबहादुर खड्काज्यू, अतिथि अध्यक्ष जिल्ला सहकारी सङ्घ निका हरिप्रसाद पौडेलज्यू, अतिथि अध्यक्ष चितवन जिल्ला ताजा सरकारी तथा फलफुल सङ्घका अध्यक्ष श्री चुनामणि भट्टौलाज्यू, अतिथि अध्यक्ष चितवन जिल्ला बहुउद्देश्य सहकारी सङ्घ दिनेश कुमार पुगेलज्यू, अतिथि अध्यक्ष चितवन जिल्ला दुग्ध उत्पादन सहकारी सङ्घ निका श्री रत्नमणि नेवारेज्यू, अतिथि अध्यक्ष चितवन जिल्ला कृषि सहकारी सङ्घ निका नवबहादुर नेपालज्यू, अतिथि अध्यक्ष जडीबुटी जिल्ला उत्पादन सहकारी सङ्घ श्री दुर्गा प्रसाद सुवेदीज्यू, अतिथि अध्यक्ष सामाजिक उद्यमी महिला सहकारी सङ्घ श्री पार्वती नेवारेज्यू, अतिथि जिल्ला सहकारी सङ्घका पदाधिकारीज्यूहरू, सञ्चालक लेखा समितिका साथीहरू अगाडिको रोमा आसन गर्नुको लागि अनुरोध गर्दछु। अतिथि सहकारीका रोजगार प्रबन्धन शाखा अधिकृत रामबाबु पौडेलज्यूलाई त्यसलाई आसन गर्नुको लागि अनुरोध गर्दछु र हाम्रा सङ्घका सभाकार्यहरू पूर्व बागमती प्रदेशका कानुन सभाका प्रकाश थापाज्यूलाई म आसन गर्नुको लागि अनुरोध गर्दछु। सभाकार्यहरू पूर्व नेतृत्व सञ्चालक यस सङ्घका संस्थापक अध्यक्ष एवं सभाकार श्री सोमनाथ खनियाज्यूलाई आसन गर्नुको लागि अनुरोध गर्दछु। त्यसै पूर्व नेतृत्व सञ्चालक सङ्घका सल्लाहकार भरतप्रसाद दवाडीज्यू, पूर्व अध्यक्ष सङ्घका सल्लाहकार धनप्रसाद श्रेष्ठज्यू, यस सङ्घका सल्लाहकार मीना खरेज्यू, कानुन सल्लाहकार श्री जगन्नाथ भण्डारीज्यू,
धनबहादुरलाई अगाडि अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। प्रकाश बागमती प्रदेश कानुन अधिकृत प्रकाश टाटाज्यू अगाडिको अगाडि आए यहाँ मञ्चमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। संचालक सदस्यज्यूहरू उपाध्यक्ष एवं नेतृत्व संचालक विद्या कोइरालाज्यू, सहसचिव ईश्वरी शर्माज्यू, लेखा सुपरविजन समितिका संयोजक चुडामणि पौडेलज्यू, संचालक साथीहरू अगाडिको रोमा श्री विष्णु कुमारी खानु, मिनबसा सुवेदी, कर्मिला कुमारी ढकाल, जितु गिरी, आनन्द पाण्डे, किशोर गुरुङ, लेखा सुपरविजन समितिका सदस्य सुजाता विष्ट, सदस्य हेम प्रसाद कार्य, नेतृत्व फिल्म कार्यालय नारायणका प्रमुख ऋषभलाल रेग्मी अगाडिको रोमा आसन ग्रहण गरिदिनु हुन अनुरोध छ। सहकारी ब्याङ्क शाखाबाट नारायणका प्रमुख सन्तोष ढकाल, व्यवस्थापक जिल्ला सहकारी सङ्घ विनोद खतिवडा। र आज यस कार्यक्रमलाई सफल पार्नुभएका हाम्रा विभिन्न साथै पालिका सञ्चालकका संयोजकज्यूहरू, विभिन्न प्राविधिक संस्थाका अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, पदाधिकारीज्यूहरू, सबै सहकारीका कर्मचारी मित्रहरू र सम्पूर्ण सहभागीलाई यथावत स्तरमा आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी पत्रकार मिडियाका साथीहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई आसन ग्रहणको लागि अनुरोध गर्दै प्रमुख अतिथि र सम्पूर्ण सहभागीहरूलाई सबैजना स्वागत गरिदिनु हुन म सङ्घका उपाध्यक्ष एवं नेतृत्व सञ्चालक श्री विद्या कोइरालाज्यूलाई अनुरोध गर्दछु। तपाईँ यो चितवन जिल्ला बजार सङ्घको रजत महोत्सवलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नको लागि हाम्रो सङ्घमा आगत रहनुभएका विभिन्न सातवटै नगरपालिका सञ्चालक समितिका संयोजक र सदस्यज्यूहरू यो कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नको लागि तपाईँ सदस्य संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सम्पूर्ण
द्वितीय हुनेलाई त्यसै गरी यो स्थापना कालमा गत सङ्घमा जो अवराध खटेर एकको अवधारणा ल्याउनु भयो चितवन जिल्ला सहकारीको धननी जिल्ला त्यसमा पनि गत सङ्घ एउटा सङ्गठनको माध्यमबाट आफ्ना आबद्ध संस्थाहरूलाई गबनमा गराई सहकारीको मार्फतबाट सिङ्गो यो नेपाल राष्ट्रका जनताहरूको आर्थिक उन्नयनमा सहयोग पुग्छ भन्ने उद्देश्यका साथ गत सङ्घ स्थापना गर्नुहुने स्थापना कालका संस्थापक सम्पूर्ण पदाधिकारीज्यूहरू हाम्रो माझमा यहाँ नै हुनुहुन्छ। स्थापना कालदेखि आजसम्म अनवरत रूपमा यो सङ्घलाई हातमा हात साथ दिएर सहयोग पुर्याउनु हुने हाम्रा आदरणीय पूर्व अध्यक्षज्यूहरू स्थापना कालका अध्यक्षज्यूहरू उहाँहरू निरन्तर रूपमा आज 25 वर्षसम्म गत सङ्घलाई सहयोग गर्दै आउनु भएको छ, सल्लाह दिँदै आउनु भएको छ, सुधार दिँदै आउनु भएको छ। सम्पूर्ण कार्यक्रममा आफ्नो व्यस्त समयका बावजुद हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँ पाल्नुहुने हाम्रा प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र तपाईँहरू यो कार्यक्रम सफल बनाउनको लागि सङ्घमा आबद्ध रहनुहुने हाम्रा सम्पूर्ण सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी, सदस्य एवं कर्मचारी मित्र सबैप्रति म पुनः स्वागत गर्दै आफ्ना भनाइहरू अन्त्य गर्नुभन्दा अगाडि फेरि पुनः सुस्वागतम गर्दै सम्पूर्ण यो कार्यक्रमको पुनः सफलताको पनि कामना गर्दै आफ्ना भनाइहरू यही अन्त्य गर्दछु। हस्त नमस्कार, जय सहकारी। शब्दद्वारा उपाध्यक्षज्यूबाट स्वागत पश्चात साराको घरमा आश्रित नानीहरू सञ्चालक कुसुम साराले यसको व्यवस्थापन गरेर यो बच्चाहरूको देखरेख गर्नुभएको छ। सहकारी विकास बोर्डका सह-अध्यक्ष श्री विजयनाथ बराइलीज्यूबाट पानसमा दिक पर्वलाई सडक बाटो Sarva
यसको औचित्यको विषयमा प्रकाश पार्दैन चितवन जिल्ला भोटर सङ्घका अध्यक्ष एवं आजका कार्यक्रमका अध्यक्ष श्री हरिशङ्कर सुवेदीज्यूलाई म अनुरोध गर्छु। आम साधकहरूको छाता संगठनको रूपमा चितवन जिल्ला भोटर प्रणाली सहकारी समिति रहेको छ। यसले 24% पार गरेर 25 वर्षमा प्रवेश गरेको छ। त्यो 25 वर्षको आज समापनको कार्यक्रममा हामी जुटिरहेका छौँ। यो कार्यक्रममा थुप्रै सहकारीका अभियन्ताहरूले यो सहकारीको स्वीकृतिका लागि, सहकारीको संस्थागत विकासका लागि रचनात्मक कार्यहरू गर्नुभएको छ र राज्य सहकारीको जागरणका जसलाई हामी 48 सालभन्दा पछाडि जुन बेलामा सहकारी ऐन आयो, 49 को सहकारी नियमावली आयो, त्यो अवस्थामा सहकारीहरू गाउँ गाउँमा सहकारीहरू फुल्न थाले। त्यो बेला सहकारीको जागरणको अवस्था थियो। त्यो जागरणको अवस्थामा थुप्रै सहकारीहरू फुले। त्यो सहकारीहरू फुलिसकेपछि चितवन जिल्लामा पनि यो बचत संस्थाहरूको छाता सङ्गठनको आवश्यकता महसुस गरी तत्कालीन अवस्थाका हाम्रा अध्यक्षहरूले चितवन जिल्ला बचत ऋण सहकारी सङ्घ यी 2053 फागुन 29 गते विधिगत रूपमा दर्ता गरेर अगाडि बढाउनु भएको थियो र त्यो अगाडि बढ्दै गयो। त्यसले चितवनका सहकारी, खास गरी बचत ऋण सहकारीहरूलाई बोलबन्द गर्दै त्यतिखेर करको दायरा थियो, करमुक्त सहकारी हुनुपर्छ भनेर करमुक्त सहकारीको आन्दोलन यसले गयो। सहकारीलाई संस्थागत रूपमा विकास गर्नुपर्छ, सहकारी दिगो सरल सक्षम हुनुपर्छ, तिनीहरू स्थगित अवस्थामा अगाडि बढ्नुपर्छ भन्ने कुरालाई ध्यानमा राख्दै योभन्दा अगाडिका हाम्रा पुर्खाहरूले, हाम्रा पुस्ताहरूले त्यो सहकारी अभियानलाई अगाडि बढाउनु भएको थियो र त्यो बढ्दै गयो। त्यो सहकारीको जागरण, विकासको चरण, त्यसपछि त्यसको स्थगितको कार्यक्रम अनि त्यसको स्थगित कार्यक्रम भइसकेपछि अहिलेको अवस्थामा सञ्चालित अवस्थामा सबै सहकारी सञ्चालित अवस्थामा हुनुपर्छ। सबै सहकारीका सदस्यहरूले लाभ प्राप्त गर्नुपर्छ। हामी सबै सहकारीका सदस्यहरूको हितका लागि सहकारी संस्थाले काम गर्छ, सहकारीका सञ्जालहरूले काम गर्दछन् भन्ने कुरालाई चित्रण गरेर अगाडि बढाएको छ र यो सहकारीको अभियान यहाँसम्म आएको छ। हुन त हामी चितवन जिल्लालाई सहकारीको जननी जिल्ला भन्छौँ। त्यो जननी जिल्लामा मात्रै भनेर हामीले गर्व गर्न पुग्दैन। अब हामीले हाम्रा सहकारीहरू सबल, सक्षम, दिगो हुनु पर्यो, व्यवसायिक हुनु पर्यो। त्यो सहकारी संस्थाहरूले कतिजना सदस्यहरूलाई व्यवसाय गर्न सक्यो, कति उद्यमशील बन्न सक्यो, त्यो सहकारीमा नीति विधि प्रविधिको अवलम्बन गर्न सकियो कि सकिएन, सहकारी सुशासनसँग चलेको छ कि छैन, सहकारीको जोखिम मुक्त छ कि छैन, जोखिमबाट सहकारी चलेको छ कि त्यो सहकारीले वित्तीय अनुशासनलाई पालना गरेर सहकारी अगाडि बढेको छ। यो कुरा जिल्ला सङ्घ र हामीभन्दा माथिका छाता सङ्गठनहरू, प्रदेश बचत सङ्घ, नेतृत्व राष्ट्रिय सहकारी महासङ्घहरूले गर्ने गर्छन्। त्यो क्रममा हामी यो विकासको चरणमा आएका छौँ र मलाई आज अत्यन्त खुसी लागेको छ। हाम्रा अग्रजहरूले चितवन जिल्लाको बचत ऋण सहकारी सङ्घलाई स्थापना गरी यो अवस्थासम्म ल्याइपुर्याउनु भयो र सुरुमा सदस्य सङ्ख्या अलिक कम थियो, यो बिस्तारै बढ्दो क्रममा छ। हामीले 222 जिल्लासम्म आबद्ध गरेका छौँ। तथापि थुप्रै एकीकरणका प्रक्रियाहरू सहकारी ठुला बन्नुपर्छ, सानो सहकारी होइन ठुलो सहकारी बन्नुपर्छ भन्ने अभियानले हामी एकीकरण अभियानलाई तीव्रताका साथ अगाडि बढायौँ। धन्य 20 जति सहकारी संस्थाहरू एकीकरण भइसकेका छन् र अहिले हामीसँग 209 सहकारी संस्थाहरू जिल्लासम्म आबद्ध हुनुभएको छ र सबै एउटा नीति विधि प्रविधिलाई अङ्गीकार गर्दै सहकारी सञ्जालमा जोडेर अगाडि बढ्नुभएको छ। जिल्ला सङ्घको यो रजत महोत्सवसम्म आइपुग्दा यहाँले जुन प्रकारको सहयोग सद्भाव जनाउनु भएको छ त्यो प्रति हामी अत्यन्त ऋणी छौँ। तपाईँहरूप्रति हामी अत्यन्त खुसी पनि छौँ। हामीले जे कार्यक्रमहरू राखेका छौँ त्यो कार्यक्रममा यहाँको सहयोग भएको छ। चितवनका सहकारीका शाखाहरू यति सबल सक्षम छन् जसले आफ्नो छाता सङ्गठनलाई हर प्रकारबाट सहयोग गर्दै यसको स्तर उन्नति गर्नका लागि
पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु, नमन गर्न चाहन्छु र भोलिका दिनहरूमा पनि यसैले यहाँको साथ सहयोग हुनेछ भन्ने आशा र विश्वासका साथ म आफ्नो हारा गर्न चाहन्छु। धन्यवाद। को लागि हाम्रा चितवन जिल्ला बचत सङ्घका सम्पूर्ण सल्लाहकारहरूको तर्फबाट सल्लाहकार श्री केन्द्रवाणी खड्काज्यूलाई शुभकामना मञ्चको लागि अनुरोध गर्दछु। म यो बचत सहकारी सङ्घ जति बेला 53 सालमा स्थापना भएको त्यो बेलाको संस्थापक उपाध्यक्षको रूपमा भूमिका निर्वाह गरेको थिएँ। उपाध्यक्ष छोडेपछि लगातार मैले सल्लाहकारको भूमिका निरन्तरसम्म रहेँ र निवर्तमान अध्यक्ष सोमबार अगाडि अध्यक्षको रूपमा पनि मैले भूमिका निर्वाह गरेँ। यो अवसर प्राप्त भयो भए र यो अभियानमा लागेका हामी सबै लागेर मलाई के कुरा स्मरण गर्न आउँछन् अलिकति पछाडि जान चाहन्छु। जति बेला 48 सालको सहकारी ऐन देशमा लागू भयो, जब ऐन लागू भइसकेपछि सहकारी सङ्घ संस्थाहरू खोल्ने, प्रारम्भिक संस्थाहरू र सङ्घहरू खोल्ने लहर सुरु भयो। त्यो लहर सँगसँगै चितवन जिल्लामा अरू सहकारीहरू खुलेका थिए। त्योभन्दा अगाडि केही जिल्ला सहकारी सङ्घको अध्यक्षज्यू हुनुहुन्छ, जिल्ला सहकारी सङ्घ लगायत केही कृषिको उद्देश्य सहकारी संस्थाहरू सञ्चालनमा रहेका थिए। तर 48 सालको ऐनपछि फेरि सहकारी खोल्ने क्रम सुरु भयो। यो जिल्ला सङ्घभन्दा अगाडिको एउटा सङ्घको रूपमा दुग्ध सहकारी सङ्घ स्थापना भएको थियो। अरू सङ्घहरू यसपछि स्थापना भएका हुन् र त्यो यो जिल्लामा हामीले 53 सालमा जिल्ला एउटा बचत सहकारी सङ्घको स्थापना गर्नुपर्छ भनेर हाम्रो सोमराज कन्या संस्थापक अध्यक्षज्यू यहाँ हुनुहुन्छ, त्यसै गरी नवराजी संस्थापक सचिवज्यू यहाँ हुनुहुन्छ। हामी सबै लगायत बसेर यो सङ्घ खोल्नेको लागि पहिला हामीले निर्णय गऱ्यौँ। त्यो निर्णयको बावजुद पहिला 53 साल 10-15मा 53 सालको माघ 15 गते केही सहकारी संस्थाहरूका प्रतिनिधिको बिचमा छलफल भएको थियो। त्यो सुरुमा छलफलमा सहभागी संस्थाहरूमा सूर्योदय साकोस, बिहारो साकोस, जनसेवा साकोस, चित्रवन साकोस, चन्द्रसूर्य साकोस र त्यसै गरी जनजागृति साकोसको पहिला 100वटा संस्थाहरू सुरुमा उपस्थित भएर सहकारी सङ्घ खोल्न टेबलको पछाडि छलफल भयो र त्यसको निम्ति फागुन 1 गते 53 साल फागुन 1 गते फेरि एउटा भेला गर्ने भनेर एउटा सहमति गरेर हामी त्यहाँ उठेको थियो र त्यसपछि 53 साल फागुन 1 गते सहकारी सङ्घ खोल्ने सन्दर्भमा दोस्रो हामीले एउटा भेला आयोजना गऱ्यौँ। त्यो भेलामा चित्रवन साकोसबाट सोमराजी, पुष्पराजी र अनिल सहभागी हुनुहुन्थ्यो, दियालबाट रवि प्रधान र निन्द्रा श्रेष्ठ सहभागी हुनुहुन्थ्यो, दिपज्योतिबाट म लगायत रामप्रसाद अधिकारी, देवी प्रसाद पौडेल सहभागी हुनुहुन्थ्यो, जनसेवाबाट लालबहादुर श्रेष्ठ, कमलकान्त शर्मा र नवराज सापकोटा जनसेवाबाट सहभागी रहनुभएको थियो, प्रभावबाट सीता अधिकारी र शान्ति अधिकारी, सूर्योदय साकोसबाट तिलक धमला, रामचन्द्र कटेल र त्यसै गरी सामुदायिक साकोसबाट नवराज अधिकारी र मिना खरेल, चन्द्रसूर्य साकोसबाट विष्णुहरि तिवारी उहाँहरू सहभागी हुनुहुन्थ्यो। अहिले यो मध्येमा विष्णुहरि तिवारी हाम्रो माझमा हुनुहुन्न, उहाँको देहावसान भइसकेको छ। लालबहादुर श्रेष्ठ हाम्रो माझमा हुनुहुन्न, उहाँको पनि देहावसान भइसकेको छ। यसरी सहकारी खोल्ने निर्णय त्यो बेलामा सहकारी खोल्ने निर्णय भयो र त्यही निर्णयले नै एउटा तदर्थ समिति सोमराज कन्याको सहयोगतामा तदर्थ समिति बन्यो, जसको उपाध्यक्ष म, सचिव हाम्रो नवराज सापकोटा लगायत गरी हामी 7 सदस्यीय सञ्चालक समिति मात्र त्यसले गठन गरेको थियो। त्यसले यो जिल्ला सङ्घका गठन गर्ने सम्बन्धी विनियम बनाउने, कार्ययोजना बनाउने र विभिन्न संस्थाहरूलाई चाहिँ सदस्यता बनाउने र सेयर पुँजी उठाउने, पत्र सङ्कलन गर्ने लगायतका नीति र कार्यक्रमहरू तयार गरेर त्यसको आधारमा हामीले यो सङ्घलाई 2053 साल फागुनको 29 गते विधिवत ढङ्गले दर्ता गरेका थियौँ। यो हिसाबले हामीले यो रजत महोत्सवको समापन फागुनको 29 गते गर्ने कि भन्ने कुराको बारेमा पनि छलफल चलेको, थोरै क्षण हामी चर्चा चलेको पनि थियो। तर विविध कारणले तयारीका सन्दर्भमा केही प्राविधिक हाम्रा कमजोरी रहे, त्यसलाई सुधार गर्नुपर्ने, तयारी गर्नुपर्ने कुरामा केही समय अभाव भयो र त्यसैपछि पनि भिडिपीले यसको नेतृत्व 2-3 कार्यकाल उहाँले नेतृत्व गर्नुभयो। त्यसपछि धनप्रसाद दाइ पछि यसलाई अगाडि बढाउने सन्दर्भमा नवराजीको नेतृत्वमा यसलाई केही योजना समेत गर्ने, पहिलो रणनीतिक योजना निर्माण गरेर यो काम अगाडि बढेर त्यसपछि त्यसपछि अघिल्लो योभन्दा अगाडिको कार्यकालमा मैले मेरो नेतृत्वमा यो सङ्घ अगाडि बढाउने प्रयत्न गरियो। आजसम्म आइपुग्दासम्म यो सङ्घले आफूलाई एउटा
गरेर लाने भन्ने सन्दर्भमा समेत यो जिल्ला सङ्घले आफूले उठाउन सफल भएको छ, यहाँ ल्याउन सफल भएको छ। यसले अझै हामीले अगाडि बढाउनुपर्छ। यसका हाम्रा सानो थुप्रै चुनौतीहरू छन्। कानुनले सिर्जना गरेका चुनौतीहरूलाई हामीले कसरी अवसरमा परिणत गर्ने, हाम्रो लागि कसरी सम्भावनालाई लैजाने, यो चुनौती पनि हाम्रो सामु कहाँ नै छ भने हाम्रो भित्र रहेका वित्तीय अनुशासनलाई, सहकारी संस्थालाई कसरी सुशासन कायम गर्ने, यो सामु पनि यो चुनौती पनि हाम्रो सामु छ। र यसलाई निरन्तर अगाडि बढाउने, निरन्तर असल अभ्यासहरू अगाडि बढाउने काममा यो जिल्ला बचत ऋण सहकारी सङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने मैले विश्वास लिएको छु। त्यस आधारमा आजसम्म आइपुग्दाखेरि हामीले जुन एउटा चितवनको सहकारी विशेष गरी साकोस अभियानलाई जुन पहिचान बनाउने काम गरेका छौँ, त्यो पहिचान बनाउने क्रममा यो बचत ऋणका सहकारी अभियानहरूको महत्त्वपूर्ण भूमिका छ। त्यसमा सबै प्रत्येक प्राविधिक सहकारी संस्थाहरूलाई पनि म हार्दिक आभार र धन्यवाद दिन चाहन्छु। हामीले यस बिचमा यही कार्यक्रमको सन्दर्भमा 25 वर्षका कतिपय गतिविधिहरूलाई, कतिलाई इतिहासलाई समेटेर हामीले विभिन्न सहकारी अभियानसँग जोडेर एउटा रजत स्मारिका निर्माण गर्ने पनि हामीले त्यो सङ्घले निर्णय गर्यो। रजत स्मारिका निर्माणको सन्दर्भ पनि मलाई नै यो जिम्मेवारीको संयोजन गर्ने जिम्मेवारी मलाई प्राप्त गर्यो र हामीले त्यही मेहनत गरेर रजत स्मारिका पनि तयार गरेका छौँ। आज त्यसको पनि विमोचन हुँदैछ। त्यो विमोचन आज गर्दैछौँ, तर स्मारिका प्रकाशन गर्दा कतिपय प्राविधिक त्रुटिहरू रहेका छन्, कतिपय कमी कमजोरी रहेका छन्। एउटा मानिसले यो कुनै निर्वश नभएर प्राविधिक हिसाबले भएका कमी कमजोरीहरूलाई स्वीकार गरिदिनको निम्ति पनि म सबैलाई आग्रह गर्न चाहन्छु र आगामी दिनमा अभियानलाई थप व्यवस्थित गरेर अगाडि बढाउने कुरा पनि यहाँको बिचमा हामी प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ। त्यसैले आज यो कुराहरू उठिरहेका छन्, तर सहकारीभित्र केही अरू अन्य समस्याहरू पनि देखा गरेका छन्। मैले भर्खरै राख्नुपर्ने हुन्छ। यहाँ जिल्लाका सहकारी अभियन्ताहरू, केन्द्रका अभियन्ताहरू, यही चितवन जिल्लामा रहनुभएका उपदेशका अभियन्ताहरू हाम्रो सामु हुनुहुन्छ। विभिन्न सरकारी कार्यालयका निकायका प्रतिनिधि पनि यहाँ हुनुहुन्छ। मैले भर्खरै थाहा पाएँ भरतपुर महानगरपालिकाले यो होर्डिङ कोडको लागि, बोर्डहरूको लागि चाहिँ कर उठाउन निम्ति ठेक्का दिएको रहेछ कुनै ठेक्दारलाई। त्यो ठेक्दारले आज प्रत्येक सहकारीको पुगेर प्रत्येक होर्डिङ कोडको नाप जाँच गरेर पैसा लिन थालेछ। एउटा सहकारी संस्थाले अलिकति राम्रो सहकारी संस्था 2-4 सेवा केन्द्र चाहिँ चलाउनु पर्ने संस्थाले 1-2 हजार 2-4 हजार होइन लाखौँ रुपियाँ तिर्नुपर्ने गरिब करहरूलाई ठेक्दारले कर दिएको छ। यहाँ जिल्ला सहकारी सङ्घको अध्यक्षजी हुनुहुन्छ। मलाई लाग्छ उहाँका आइपुगेर यदि उहाँका आएर अहिले लगाएको रेटले महानगरपालिकाले रेटले लगायो भने उहाँले लाख रुपियाँभन्दा बढी जिल्ला सहकारी सङ्घले त्यो बोर्ड राखे बापत, संस्थाको कार्यालयमा बोर्ड राखे बापत पैसा तिर्नुपर्ने गरी व्यवस्था गरेको छ। त्यो सबैमा भोलि लागु हुन्छ। अहिले एक ठाउँमा प्रकृति पऱ्यो भन्ने कुरा होइन, सबै ठाउँमा भोलि यो लागु गर्ने गरी नीति गरेको छ। संस्थाको बाहिर कुनै सार्वजनिक ठाउँमा बोर्ड राखेर कर तिर्ने कुरा स्वाभाविक हो, तर संस्थाको कार्यालयमा राखेको बोर्ड, कार्यालयको पनि भित्र तपाईँले सहकारीका सदस्यहरूले दिएको सूचना जो बाहिर देखिन्छन् त्यसको पनि राम्रो थाहा तिर्दै गरी जुन ढङ्गले व्यवस्था गरेर अहिले नगरपालिकाले त्यो कानुन त्यो नीति अगाडि सार्यो, वास्तवमा त्यो गलत छ, बेठी छ, यसलाई सच्याउनुपर्छ। त्यसैले यो सच्याउन निम्ति भन्ने अभियानका साथीहरू हुन्छ, हामी तयार छौँ। हामी नगरपालिकामा डेली यसो आवश्यक गरेर धर्ना बसेर यस्तो कुराहरू सच्याउनुपर्छ भन्ने हामीले विशेष गरी म जोरदार माग पनि गर्न चाहन्छु। यो अहिले भरपूर्ण लागु भयो, त्यस कारणले अन्य त लागु हुन सक्दैन भन्ने होइन। त्यसैले सिको अरू नगरपालिकाले अरू पालिकाले सुरु हुन्छ, सबैले लागु हुन्छ। त्यस कारणले हामीले यो व्यवस्थित यो गलत किसिमको कर लगाउने कुरा हामीले व्यवसाय कर तिरेका छौँ। हामीले राज्यले बुझाउनु पर्ने आयकरहरू तिरेका छौँ, राज्यले बुझाउनु पर्ने ट्याक्सहरू बुझाएका छौँ, राज्यले बुझाउनु पर्ने टिडिएसहरू सबै बुझाएका छौँ। तर त्यो व्यवसाय कर तिरेका छौँ, घरबाट कर तिरेका छौँ, सबै कर तिर्दा पनि फेरि यो थप लगाउने काम असाध्यै गलत चरणमा यसको यो घोषणा गरेर पनि सच्याउन कि आजको दिनमा सबैलाई आग्रह गर्दै यो अभियान निरन्तरता हो। यो रजत महोत्सवको समापन आज हुँदैछ, तर सहकारीको शुद्धिकरणको अभियानको निरन्तरता योलाई आजबाट रोकिने होइन, अगाडि बढाउनु निम्ति अनि चाहिँ वर्तमान समिति, वर्तमान नेतृत्वहरू निरन्तर लागोस्, यही शुभबाट शुभकामना राख्दै बिदा हुन्छु। धन्यवाद। हामीले रजत स्मारिका तयार गरेका छौँ। आजका प्रमुख अतिथिज्यूबाट रजत स्मारिकाको विमोचन गरिदिन हुन म विनम्रपूर्वक अनुरोध गर्दछु। जिल्ला सहकारी सङ्घका
आदरणीय अध्यक्ष श्री हरिप्रसाद पौडेलज्यूबाट शुभकामना मन्तव्यको लागि अनुरोध गर्छु। पर्यटकीय हिसाबले देश विदेशका पर्यटक आउने हिसाबले चितवन तेस्रो गन्तव्य स्थल, थर्ड डेस्टिनेसन पोइन्ट, तर सहकारीको हिसाबले चितवन पहिलो हुनुपर्छ भन्ने मेरो कुरा हो। यसै गरी हामीले जिल्ला सहकारी सङ्घले आफूलाई व्यवसायीकरण गर्दै हरेक सङ्घहरूलाई व्यवसायीकरण गर्नका लागि उत्साहित गर्ने काम हामीले गरेका छौँ र विशेष गरी अहिले भर्खरै महासङ्घले पनि परिपत्र गरेको छ। हामीले त यो 2 वर्ष अगाडि सुरुवात गरेका थियौँ, तर कोभिडले गर्दा हाम्रो निर्णयमा मात्रै रह्यो। वास्तवमा नगरपालिका स्तरमा पनि सहकारीको सञ्जाल निर्माण गर्नुपर्छ। त्यो नगरपालिका स्तरमा बनाइने सहकारीको सञ्जाल भनेको सबै सहकारीहरूको एउटा सञ्जाल हुनुपर्छ। सबै विषयगत सहकारीहरू अट्ने गरी एउटा सञ्जाल हुनुपर्छ, नत्र त्यहाँ पनि गण्डगोल हुन्छ। अनि ठुला सहकारीहरूले त सङ्ख्या पुर्याएर सञ्जाल बनाउँछन्, अनि सङ्ख्या सानो हुनेहरूको सञ्जाल बन्दैन, अनि उनीहरूले आफ्नो भूमिका राख्ने ठाउँ हुँदैन। त्यसैले हामीले यो सञ्जाल बनाउने निर्णय गरेका छौँ र अब कोरोनाले अलिकता कोल्टो भएका बखत हामीले यो सञ्जाल निर्माणको गतिलाई अगाडि बढाउनेछौँ। यो कुरालाई हामीले मात्रै होइन, राष्ट्रिय सहकारी महासङ्घले 2 वर्ष अगाडि हामीले गरेको निर्णयलाई राष्ट्रिय सहकारी महासङ्घले अहिले परिपत्र गरेको छ र सञ्जाल बनाउनुहोस् भनेको छ। त्यो कुरामा हामी लागिरहेका छौँ। यसै गरी चितवन जिल्ला सहकारी सङ्घका सन्दर्भमा चितवन जिल्ला सहकारी सङ्घले धेरै ठुलो केही गर्न सकेको छैन, तर सबै सङ्घहरूलाई आश्रय दिने गरेको छ। बचत तथा ऋण लगायत सबै सङ्घहरूलाई आफ्नै खाताभित्र, आफ्नै हाताभित्र आश्रय दिने काम गरेको छ जिल्ला सहकारी सङ्घले। त्यति धेरै ठुलो केही गर्न नसक्दै पनि यसले परम्परागत ढङ्गले सञ्चालनमा रहेको तोरी मिललाई कायमै राखेको छ। त्यो व्यवसायलाई यसले पेट्रोल पम्प सञ्चालन गरेको छ, त्यो राम्रै गतिमा अगाडि बढिरहेको छ। त्यसले संस्थाहरूलाई मुनाफा पनि वितरण गरिसकेको छ गत वर्षहरूमा, र यो वर्ष पनि त्यो मुनाफाको क्रम अझै बढ्दो स्तरमा अगाडि बढिरहेको यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी व्यावसायिक भवन निर्माण भइरहेको छ। अहिले आउटलेट बिक्री कक्ष भनेर 5 तलाको भवन निर्माण भइरहेको छ र अब तेस्रो तला ढलानको तयारीमा छ। यसरी जिल्ला सङ्घले आफैले केही काम गर्दै सदस्यहरूको क्षमता वृद्धि पनि गर्ने काम गर्दै भएसँगै नगरपालिकामा काम गर्ने नयाँ मान्छेहरूलाई जोस जागर औधी उम्लेको छ। त्यो जोस जागर यसरी उम्लेको छ, बजेट धेरै पार्न पाए, धेरै बाटा बनाउन सकिन्थ्यो, बजेट धेरै जम्मा पार्न पाए, धेरै विकास निर्माणका काम गर्न सकिन्थ्यो भनेर जागर औधी पाएको छ जनप्रतिनिधिहरूलाई। र अरू धेरै क्षेत्रमा हात हाल्नु भएको छ। यसपटकबाट सहकारीलाई पनि आउनु भएको छ। यो पटक मात्रै होइन, हामीले त्यस्ता धेरै तरिकाका करहरू तिरेका छौँ। भन्न चाहिँ ठुल्ठुलो समारोहमा कुनै पनि सङ्घ संस्था व्यक्ति कोही पनि दोहोरो करबाट मुक्त हुनुपर्छ भनेर मुक्त कण्ठले भाषण हुन्छ, तर व्यवहारमा त्यो कुरा हुने गरेको छैन। सहकारीले हुँदा साइनबोर्डको पनि कर तिर्नुपर्ने अवस्था आयो। राज्यले कानुन र व्यवस्था गरेर हिजो लिने गरेको 20-25% करलाई महानगरपालिकामा 10%, उपमहानगरपालिकामा 7% र नगरपालिकाहरूमा 5%, गाउँपालिकाहरूमा निःशुल्क गरेको छ। तर अब महानगरपालिकाहरूले यो होर्डिङ बोर्डको
पैसा लिन सुरु गरेपछि त्यो गाउँपालिकालाई पनि त्यो रहर बनाउँछ। अनावश्यक कर मुक्त भएको क्षेत्रमा पनि सहकारीहरूले भोलि कर तिर्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्छ। यो कुरालाई सच्याउन जरुरी छ। हामी यसै मञ्चबाट तपाईँ भोलि नै त्यो कुरालाई सच्याउनुहोस् र आवाज गर्न सहकारीहरू कर मुक्त क्षेत्रका सहकारीहरूलाई हामी भोलि गोरमा कर लिँदैनौँ भन्नुहोस्। हामीले ताली पिर्छ हुँदैन भन्नु भएन भने हामी जिल्लाभरिका सहकारी संस्थाहरूको नेतृत्व गरेर जिल्ला सहकारी सभा अगाडि लाग्छ। तपाईँहरू त्यति बेला त्यो प्रेसर सेक्न तयार भएर बस्नुहोस्। म यसै मञ्चबाट यो चुनौती दिन चाहन्छु। जिल्ला सहकारी सङ्घ के पनि आह्वान गर्छ भने तपाईँहरू डरका बारे अहिले हत्ता पैसा तिर्नु बन्दी मार्नुहोस्। हामी प्रगति गर्छौँ, बहस गर्छौँ, भएन भने आन्दोलन गर्छौँ। त्यसका लागि हामी आह्वान गर्छौँ तपाईँहरूकै साथमा आग्रहपन्थी भएर यो करलाई मुक्त बनाएर छोड्नेछौँ। यिनै कुराहरू यहाँको बिचमा राखेर यो 25औं वसन्त पार गर्दै आज रजत महोत्सव मनाइरहेको जिल्ला सहकारी सङ्घको उत्तरोत्तर प्रगतिको पुनर्कामना गर्दै बिदा हुन्छु। जय सरकार। एकजनालाई सम्मान गर्ने एउटा कार्यक्रम थियो र हामीले मूल्याङ्कन गर्दा त्यो व्यक्ति भेट्यौँ। पूर्व संस्था स्थापनाकालीन उपाध्यक्ष, पूर्व अध्यक्ष, वर्तमानमा बागमती प्रदेश बचत सङ्घका सञ्चालक सदस्य र यस सङ्घका सभाकार आदरणीय केन्द्र बहादुर खड्काज्यूलाई सर्वोत्कृष्ट र उहाँ ईश्वरका प्रकाशन पनि संवेदक हुनुहुन्छ। सर्वोत्कृष्ट सम्मानित व्यक्तित्वलाई सम्मान गरिदिन म प्रमुख अतिथिज्यू, अध्यक्षज्यू अन्तरपालिका हामीजना मावि स्तरका विद्यार्थीहरूको हामीजना प्रतियोगिता गरेका थियौँ। यसमा प्रथम र द्वितीय हुनुलाई पुरस्कृत गर्ने व्यवस्था छ। म ध्यान दिन चाहन्छु र उहाँहरू भाइ बहिनीहरू अगाडि आइदिन हुन म अनुरोध गर्दछु। इंग्लिश बोर्डिंग स्कूल विद्यार्थी भाई बहनहरू निश्चल अधिकारी, रोसित खड्का अरविन्द अधिकारी अगाडि हेर्नु अगाडि दिवस गर्ने राप्ती नगरपालिका अन्तर्गत प्रथम हुन सफल भण्डारा मावि राप्ती छ। भण्डारा मावि राप्ती छ। अनिश लोकराम हेलो यसो छोड्नु न हो। पुरस्कार ग्रहण गरिदिनु अनुरोध छ। भलिबल प्रतियोगिता प्रथम हुन सफल माडी नगरपालिका शोभाकान्त पौडेल बसन्तपुर साको।
कति नगरपालिका खेलाडी साथीहरू आइदिनु हुन अनुरोध छ। यदि उहाँहरू नआउनु भएको भए हाम्रो सञ्जालको सबैले सञ्जाल सबैले अगाडि आएर पुरस्कार ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। ल आँसु भएन नि रजत जयन्ती समापन समारोहमा उपस्थित रहनुभएका विभिन्न प्रारम्भिक संस्थाहरूबाट उपस्थित रहनुभएका आदरणीय अध्यक्षज्यू एवं पदाधिकारी एवं सञ्चालकज्यूहरू, विभिन्न संस्थाहरूबाट उपस्थित हुनुभएका प्रमुख कार्यकारी एवं व्यवस्थापक कर्मचारी साथीहरू, सबैमा म बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँलाई हार्दिक न्याय र सहकारी अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय उपस्थित सहकारी अभियन्ताज्यूहरू, आज यो चितवनको अत्यन्तै चैतको गर्मीमा पनि जिल्ला प्रशासनले राखेको जुन कार्यक्रममा यहाँहरूको सक्रिय सहभागिताको लागि म आभार व्यक्त गर्न चाहन्छु र सङ्घलाई यहाँसम्म ल्याउनको निम्ति स्थापना कालदेखि आज 25औं वर्षसम्म निरन्तर सेवामा लागिरहने पूर्व सञ्चालकज्यूहरू, सङ्घका आदरणीय अध्यक्षज्यूहरू सबैमा म उहाँहरूप्रति सङ्घलाई स्थापना कालको विभिन्न चुनौतीहरू, विभिन्न कालखण्डमा पनि सहकारी अभियानलाई दिगो बनाउनको निम्ति र व्यवस्थित र मर्यादित बनाउँदै आज स्थापना कालदेखि
सालदेखि आज झन्डै तपाईँहरूको बिचमा 2012 भन्दा बढीको कारोबार गर्दै चितवन जिल्लाभरि रहेका बचत तथा ऋण सहकारी अभियानलाई व्यवस्थित बनाएर अगाडि बढाउँदै यहाँसम्म ल्याइपुर्याउने पूर्व सञ्चालकहरूमा पनि म आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो चितवन बचत तथा ऋण सहकारी सङ्घले आयोजना गरेको विविध कार्यक्रममा सहभागिता जनाएर यहाँहरू आज विभिन्न विधामा सम्मानित हुनुभएको छ, यहाँले पुरस्कृत हुनुभएको छ। यसको निम्ति पनि म बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घको तर्फबाट यहाँहरू सबैलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र बधाई भन्न चाहन्छु। हामी बचत तथा ऋण सहकारी अभियानलाई अगाडि बढाउने एउटा महत्त्वपूर्ण जिल्लाको रूपमा स्थापित भएको बचत तथा ऋण सहकारी सङ्घ यसले विगतदेखि वर्तमानसम्म गरेको कुराहरू आदरणीय अध्यक्षज्यूले यहाँको बिचमा राखिसक्नु भएको छ। यो अत्यन्तै हामी बचत तथा ऋण सहकारी अभियानलाई अगाडि बढाउनको निम्ति यसले विभिन्न छिमेकी जिल्ला लगायत नेपालको बचत तथा ऋण सहकारी अभियानलाई नै हौसला प्रदान गर्ने काम यो चितवन जिल्ला बचत सङ्घले गरिरहेको छ। यसको निम्ति पनि म यो चितवन जिल्ला सङ्घलाई अध्यक्ष मार्फत यो अभियानलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। त यहाँ हामी आज सरकारी अभियानमा विशेष गरेर बचत तथा ऋणको अभियानमा अगाडि जुटिरहँदाखेरि यो बागमती प्रदेश अत्यन्तै हाम्रो लागि अत्यन्तै चुनौती रहेको यो प्रदेश पर्दछ। यो बागमती प्रदेश पर्दछ। यहाँ नेपाल भरि रहेका सहकारी बचत तथा ऋण सहकारी संस्थाको झन्डै 50% बढी बचत तथा ऋण सहकारी कारोबार गर्ने संस्थाहरू यही प्रदेशमा पर्दछ। र यहाँ विभिन्न खालका समस्याहरू छन्, विभिन्न खालका चुनौतीहरू छन् र यसलाई पार गर्नको निम्ति आज चितवनले आफूलाई कसरी व्यवस्थित गर्न अगाडि बढिरहेको छ र हामी सबैले यो अभियानलाई चुस्त बनाउनको निम्ति यहाँ रहेका विसङ्गति विकृतिहरू जुन छन् त्यसलाई न्यूनीकरण गर्दै बचत तथा ऋणको अभियानलाई शुद्धिकरण गर्दै दृढ बनाउनको निम्ति हामीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ। र हामीमा चुनौती मात्र होइन, हामी कहाँ विभिन्न सम्भावनाहरू पनि छन्। यी अहिलेका देखा परेका धेरै समस्याहरूलाई समाधान गर्दै हामी अगाडि बढाउन सक्यौँ भने यो नेपालको सहकारी अभियानमा बचत तथा ऋण सहकारी अभियानमा हामी बागमती प्रदेशलाई एउटा नमुना प्रदेशको रूपमा स्थापित गर्न सक्षम हुनेछौँ। त्यसै गरी चितवनमा आज झन्डै तपाईँको बिचमा 209 सहकारी संस्थाहरू आबद्ध भएर सङ्घलाई स्थापित गराउनको निम्ति सङ्घसँग नजिक रहेर तपाईँले जुन क्रियाकलाप सञ्चालन गरिरहनु भएको छ त्यसै भएको हुनाले आज चितवन बजार सङ्घ आज नेपालकै नमुना बजार सङ्घको रूपमा स्थापित भइरहेको छ। म आग्रह गर्न चाहन्छु, यहाँलाई अनुरोध गर्न चाहन्छु कि हाम्रो सहकारी अभियानलाई व्यवस्थित मर्यादित र दृढ बनाउनको निम्ति, गुणस्तरीय बनाउनको निम्ति आज प्रारम्भिक संस्था, जिल्ला बचत सङ्घ, प्रदेश सङ्घ र नेप्सुन हाम्रो छाता सङ्घ नेप्सुन यहाँ सबै आज हामी हातेमालो गर्दै आज विभिन्न खालका अहिलेको वर्तमान अवस्थामा सङ्घीय संरचना अनुसार देशलाई 3 तहमा विभाजन गरिएको छ र यो 3 तहमा सङ्घीय सरकारले, प्रदेश सरकारले र स्थानीय सरकारले गर्ने सहकारी ऐन नियमावलीहरू विविध खालकाहरू छन्। त्यो त्यसमा एकरूपता छैन। यसलाई हामी ती ऐन कानुनहरूले, नियमावलीहरूले हामी सरकारलाई अगाडि बढाउनको निम्ति पनि धेरै खालका चुनौतीहरू हामीमा खडा गरेको छ, सिर्जना गरेको छ। त्यसलाई सकारात्मक भूमिका निर्माण गर्दै हामी तिनै तहको प्रदेश सङ्घ, जिल्ला सहकारी संस्थाहरूको बिचमा हातेमालो गर्दा अगाडि बढ्ने र हामी सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूको हामी उहाँहरूले सिर्जना गरेको, उहाँले
गरिरहेका छन् त्यसलाई समाधान गर्नको निम्ति हामीले नियामक निकायहरूसँग पनि सल्लाह गरेर छलफल गरेर कुन कुराहरूमा सहकारी अभियानलाई अवरोध हुने खालका कुराहरू छन् त्यसलाई परिमार्जन गर्दै सहकारी मैत्री बनाउँदै अगाडि बढाउनको निम्ति हामीले हातले मारो गरेर अगाडि बढ्नुपर्ने हुन्छ र हामीले बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घले पनि यो प्रदेशभित्र रहेका सहकारी बचत तथा ऋण सहकारी संस्थालाई कसरी निलो बनाउन सकिन्छ, कसरी मर्यादित बनाउन सकिन्छ, कसरी यसलाई गुणस्तरीय बनाउन सकिन्छ भनेर सहकारी मन्त्रालय सहकारी विभागहरूसँग विभिन्न समयमा हामीले कोअर्डिनेसन गरिरहेका छौँ, उहाँसँग छलफल गरिरहेका छौँ र अत्यन्तै सौहार्दपूर्ण वातावरणमा उहाँहरू पनि हाम्रो यो अभियानदेखि प्रभावित भएर यो अभियानलाई व्यवस्थित बनाउनको निम्ति मर्यादित बनाउनको निम्ति यो बागमती प्रदेशका धेरै जिल्लाका सङ्घहरूसँग प्रदेश सङ्घहरूसँग समन्वय गरेर छलफल गरेर अगाडि बढ्ने खालका कुराहरू वातावरण बनिरहेको छ। त्यसो हुनाले आउने दिनमा आज हामीसँग जस्ता धेरै समस्याहरू छन्, जस्ता विधोकाको कुराहरूमा पनि आएको अहिले बागमती प्रदेशले चाहिँ अलिकति सुल्तानी दिइरहेका कुराहरू छन्, लगायत धेरै कुराहरू अहिले हामीका सिर्जना भइरहेको छ। त्यसमा पनि हामीले उहाँहरूसँग बसेर यसलाई न्यूनीकरण गर्दै सहकारी संस्थाहरूलाई चाहिँ अगाडि बढ्नको निम्ति अनुकूल वातावरण सिर्जना गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि कुरा गरिरहेको अवस्था छ र उहाँहरू सकारात्मक हुनुहुन्छ। आज हाम्रै बिचमा पनि बागमती प्रदेश विभागका कानुनी अधिकृतज्यू पनि हामी कहाँ हुनुहुन्छ। उहाँहरूले यो बागमती प्रदेशका सहकारी संस्थालाई कसरी व्यवस्थित र मर्यादित बनाउन सकिन्छ भनेर उहाँहरू पनि चिन्तित हुनुहुन्छ र हामी अभियानका तर्फबाट र नियामक निकायको तर्फबाट एउटा बसेर साझा निष्कर्षका साथ यो अभियानलाई सुदृढ ल्याउनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ। त्यसो हुनाले म आदरणीय उपस्थित सम्पूर्ण महानुभावलाई के आग्रह गर्न चाहन्छु भने अब आउने दिनहरूमा हामी अभियान एउटै मूल ढोकाबाट अगाडि बढ्ने हो। त्यो सहकारी संस्था जिल्ला सङ्घ प्रदेश र नेतृत्व हाम्रो छात्र सङ्घको बिचमा हातेमालो गर्दै देखिएका समस्यालाई समाधान गर्नको न्यूनीकरण गर्न कमर कसेर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै अगाडि बढेको खण्डमा हामीले आज चितवन जिल्लाले 25 वर्षको दौरानमा स्थापना कालदेखि आजसम्म सहकारी चितवनको सहकारीलाई जसरी मर्यादित रूपले अगाडि बढाउन कोसिस गर्नुभयो। यहाँ विभिन्न किसिमका ब्रान्ड प्राप्त सहकारी संस्थाहरू हुनुहुन्छ, अरबौँमा काम गर्ने पुलसङ्घपाती अरबौँमा हुने संस्थाहरू पनि यहाँ हुनुहुन्छ र उहाँहरूले अब अरू सहकारी संस्थालाई पनि मार्गनिर्देश गर्ने गरिकन अगाडि बढाउनको निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्दै आज चितवन जिल्लाको यो 25 वर्ष पुरा गरी रजत जयन्ती समारोहको यो समापन समारोहमा बागमती प्रदेशलाई पनि बोलाएर जुन शुभकामना दिने अवसर प्रदान गर्नुभयो त्यसको निम्ति म चितवन जिल्ला बचत सहकारी सङ्घलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यो संस्था यो सङ्घले आफूलाई यो देशै नमुना सहरको रूपमा स्थापित गर्न सकोस् र यसले गर्ने हरेक पाइलाहरू उन्नतिको शिखर चुन्न सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दै मेरो छोटो शुभकामना मान्दै यहाँ अन्त गर्छु। धन्यवाद। जय सहकारी। चितवन जिल्ला अघि पूर्वका मित्रहरूले पनि भनिसक्नुभयो, यो सहकारी क्षेत्रको सहकारी संस्थाको लागि यो एउटा जन्मदिन जिल्ला हो र त्यसैको एउटा छात्र सङ्गठनले 25औं वर्ष पार गरेको छ। यो असाध्यै खुसीको दिन हो। यस सँगसँगै म के पनि भन्न चाहन्छु भने 25औं वर्ष म प्रदेश गजुमा मात्रै अर्थ राख्दैन कि 25 वर्ष पुग्दै गर्दा यसले के भूमिका निर्वाह गर्न सक्छ, सहकारी क्षेत्रका सहकारी अध्ययनका विषयहरूमा कस्तो योगदान गर्न सक्दछ भन्ने विषयहरू महत्त्वपूर्ण हुने गर्दछ। तपाईँहरूलाई जानकारी नै छ, 16 वर्षको उमेरमा एउटा व्यक्तिले नेपालको नागरिकता पाउन सक्छ। 18 वर्षको उमेरमा उसले मतदानको अधिकार पाउँछ। त्यसै गरी 21 वर्षको उमेरमा स्थानीय तहमा उम्मेद्वार हुन पाउँछ जनप्रतिनिधिको रूपमा। 25 वर्षको रूपमा उसले प्रतिनिधि सभाको उम्मेद्वार हुन पाउँछ, नेपालको प्रधानमन्त्री बन्न पाउँछ र सामान्य व्यक्तिको परिवारको रूपमा हेर्दै गर्दा 25 वर्षको उमेरमा एउटा परिवारको जिम्मेवारी धान्ने व्यक्तिको रूपमा रहन्छ। आज यो सहकारी जिल्ला बचत ऋण सहकारी सङ्घ समग्र सहकारीको नेतृत्व गर्न
चितवन जिल्लाको बचत सहकारी सङ्घमा हुनुपर्दछ भन्ने म धारणा राख्दछु। यो चितवन जिल्लाले समग्र नेपालकै सहकारी क्षेत्रको नेतृत्व गर्न सक्न पर्दछ। आम सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका विरुद्ध राज्य सरकारले एउटा अभियान गर्नुपर्दछ। केवल आजको 25 वर्षको महोत्सव मात्रै महोत्सवको शिविर भयो भने आजको यस कार्यक्रम पुरा हुन सक्दैन। त्यसै कारणले गर्दा यो कार्यक्रम सम्पन्न हुँदै गर्दा यो जिल्ला प्रशासनले एउटा आज प्रतिज्ञा गर्नेछ कि समग्र सहकारी संस्थाको चितवनमा मात्र नभइकन समग्र देशको नेतृत्व गर्न सकोस्। सहकारी क्षेत्रका आम विकृति र विसङ्गतिका विरुद्ध त्यो एउटा प्रतिकार गर्ने समूह रूपमा अगाडि बढोस् भन्ने पनि म स्वागत गर्न चाहन्छु। नियामक निकायको एउटा प्रतिनिधिको रूपमा यहाँ बोल्दै गर्दा सहकारी क्षेत्रमा देखिएका व्यापक विकृति र विसङ्गतिहरूलाई मैले रहित हालिरहेको छु। म आधा दशक घण्टा पनि सहकारी क्षेत्रको नियामक निकायमा रहेर काम गर्दै गर्दा जब मैले काठमाडौँ उत्तरको ललितपुरभन्दा बाहिरका जिल्लाहरूको नियामक निकायमा रहेर काम गरिरहेको थिएँ, त्यो बेला मलाई सहकारी क्षेत्रप्रति हेर्ने दृष्टिकोण सकारात्मक थियो। जब बागमती प्रदेशमा म काम गरिरहेको भूमिकामा आएँ त्यसपछि सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण अलिकति परिवर्तन भएको छ। हामीले रजत महोत्सव मात्रै बनाएर अवसर पाउने बेला छैन। यसमा धेरै समस्याहरू आएका छन्, धेरै विकृतिहरू आएका छन्, धेरै विसङ्गतिहरू आएका छन्। त्यो विकृति र विसङ्गतिलाई संरक्षणले पालन गर्न सक्छ आजको यो अवसरले म यो स्वागत गर्न चाहन्छु। किनकि मैले यसरी जोड गरी किन भनेको छु भने यो चितवन जिल्लाको सहकारी क्षेत्रको जननी जिल्ला हो। यसले केवल आफूलाई सहकारीको जननी जिल्लाको रूपमा चिनाएको छैन, समग्र राज्यको सहकारी क्षेत्रको नेतृत्व गर्ने जिल्ला बन्न सकोस् भन्ने समेत म स्वागत गर्न चाहन्छु। यहाँहरू सबैलाई थाहा छ, सबै सहकारी कर्मीहरू सहकारी क्षेत्रको तपाईँहरूसँग अनुभव पनि छ। सहकारीको विकेट पनि हासिल गर्नुभएको छ। नेपालको अन्तरिम संविधान 2063 र नेपालको वर्तमान संविधान 2072ले त्यसै लडाइँको विषयमा, त्यसै आवेशको विषयमा, कसैको दबाव प्रभाव र अभावको विषयमा सहकारी क्षेत्रलाई एउटा अर्थतन्त्रको आधार स्तम्भ मानेको होइन। राज्यको तीनवटा अर्थतन्त्रका आधार स्तम्भहरूमध्ये सार्वजनिक क्षेत्र एउटा हो, निजी क्षेत्र एउटा हो भने सहकारी क्षेत्र अर्को हो। त्यसैले यसलाई राज्यले महत्त्वपूर्ण स्थान दिएको छ। राज्यको कानुनी डन्डा, साङ्गठनिक संरचना, जनजातिको साङ्गठनिक संरचना र निजी क्षेत्रको नाफामुखी प्रवृत्तिभन्दा तल सहकारी संस्था र यसले समाजमा सेवा गर्नुपर्छ। आन्तरिक शोषण दमन अत्याचारका विरुद्ध यसले जनसंरक्षण गराउनु पर्दछ। आज समाजका वितौलियाहरू, शोषकहरू, सामन्तहरूलाई अन्त गर्ने कार्यक्रम पनि सहकारी संस्थाले ल्याउनु पर्दछ। त्यही भएर सहकारी संस्था भनेको वितौलियाको अन्त गर्ने मात्रै हो। सहकारी संस्था भनेको आफू शोषणको उन्मूलन गर्ने मात्रै हो र समाजमा भएको विकृति र विसङ्गतिका विरुद्ध आधार उठाउने यो बुलन्द सामूहिक अभिव्यक्तिको एउटा माध्यम हो। त्यो कार्यक्रम गरेको छ कि छैन यो आज चुनौतीको विषय बढिरहेको छ। आज मैले सहकारी क्षेत्रका विशेष गरी उद्योगहरू ल्याउने गर्छु। ती उद्योगहरू गर्दाखेरि डरलाग्दो अवस्था छ। रोक्ने अवस्थाबाट ती कस्ता विकृतिहरूलाई चिन्न सक्ने दिनको रूपमा पनि आजको दिन रहनुपर्छ। सहकारीको मूल्य मान्यता सिद्धान्तहरूमध्ये सहकारीको एउटा सिद्धान्त समुदायप्रतिको दायित्व, समुदायप्रतिको चासो, त्यसलाई आज केही रूपमा यहाँ विभिन्न कार्यक्रम गरेको देखियो र त्यो समुदायप्रतिको चासो दायित्वलाई निर्वाह गरेको देखियो। सहकारी संस्था नैतिकतामा आधारित, इमान्दारीमा आधारित यो आफ्नो सुनियोगको अनुशासनमा चल्ने संस्था हुन्। सहकारी कर्मीहरू कर्मचारीहरू हुन्। यिनीहरू आफ्नो कर्ममा विश्वास गर्छन्। सहकारी कर्मीहरू स्वावलम्बी हुन्छन्। स्वावलम्बीको अर्थ हुन्छ उनीहरू आफ्नो घर पर्दछन् र आफ्नो भाग गर्दछन् र आफूले गरेको कर्मबाट अरूले सिद्धान्त जानुन् भन्ने अपेक्षा गर्दछन्। हो त्यस्ता कर्मचारी यो त हाम्रो सदर हो। त्यसैले तपाईँहरू कर्ममा लागिरहनु भयो भने सहकारी क्षेत्रले राज्यले जुन ध्यान दिएको छ, राज्यले जुन तरिकाले सहकारी क्षेत्रलाई विश्वास गरेको छ, व्यक्तिको आर्थिक उन्नयन र व्यक्तिको आर्थिक उन्नयनबाट समाजको रूपान्तरण र समाजको रूपान्तरणबाट समग्र राज्यकै आर्थिक वृद्धि र विकास हुन सक्छ भने जुन राज्यले ध्यान दिएको छ त्यसमा योगदान दिन सक्नेछ भन्ने अपेक्षा गर्दैछु। अहिले नेपालको वर्तमान संविधानले सहकारी संस्थालाई सङ्घको 50 स्थानीय तहलाई 3 क्षेत्रमा विभाजन गरेको छ। यति 3 क्षेत्रमा विभाजन गरे तापनि सहकारी संस्थालाई राज्यले दिएका छुटहरू विभिन्न किसिमका छुटहरू छन्। तपाईँहरूको भर्खरै कुरा आयो, महानगरले लगाएका विभिन्न करको कुराहरू गर्नुभएको छ। तपाईँहरूले आपसी सम्वाद गर्नुहोस्, सम्मान गर्नुहोस्, होइन भने कानुनी उपचार गर्नुभयो भने पनि यस्ता समस्याबाट तपाईँले विजय प्राप्त गर्नुहुनेछ भन्ने समेत तपाईँहरूलाई अवगत गर्न चाहन्छु। नियामक निकाय र सहकारी अभियान
फरक फरक अभियान होइन। हामी नियमन गर्ने निकायमा भए पनि तपाईँ सहकारी क्षेत्रमा भए पनि हाम्रो एउटा साझा उद्देश्य छ, साझा गन्तव्य छ। त्यो भनेको समाज रूपान्तरण हो, समाजमा भएको विकृति र विसङ्गतिको अन्त हो, आर्थिक शोषणको अन्त हो, वितरणको अन्त हो र प्रत्येक व्यक्ति स्वावलम्बन बन्दै राज्यको विकासमा योगदान दिन सक्ने बनाउनु हो, आफ्नो खुट्टामा उभिनु हो र यो देशको विकासको लागि, यो देशको हरेक क्षेत्रको विकासको लागि योगदान पुर्याउन सक्ने हो र सहकारिताको माध्यमबाट हामीले साँचो अर्थमा विकासको गतिज समाप्न सक्छौँ भन्ने हो। त्यसका लागि पनि आजको यो जिल्ला प्रबन्धन ऋण सहकारी सङ्घको यो रजत महोत्सव सफल गर्न सकोस्, त्यसै गरी आज सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिका विरुद्ध लड्न सकोस्। नियामक निकाय सबैसँग हातमालो गर्दै हाम्रा साझा समस्याहरूको विरुद्ध जुट्दै विकासको गतिमा हामी हातमाली गर्न सकौँ भन्दै यो जिल्ला प्रबन्धन ऋण सहकारी सङ्घले समग्र सहकारी अभियानको नेतृत्व गर्न सकोस्, सहकारी क्षेत्रमा देखिएका समस्याहरू सामान्य धारामा सम्मान गर्न सकोस् र देशको आर्थिक वृद्धि र विकासमा योगदान दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दै यहाँलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु। जय सहकारी, धन्यवाद।